안녕하세요. म दिनेश गेवाली मुगुङवा कोरियन इन्स्टिट्युट एन्ड होस्टेलबाट यहाँहरूसँग सदा जस्तै आज पनि म सेट नम्बर 57 सल्भ गर्नको लागि उपस्थित भएको छु र आज हामी ढिला नगरिकन सुरु गर्छौं इरेस इबनमा। थाउम खुरिमुल फोगो दिएको चित्रलाई हेरेर अब हेर्नु है, मान्दन थानाना मुन्जाङुल खोरुसिप्सियो मिल्ने शब्द अथवा वाक्यलाई छान्नुहोस् भन्यो है। अब हेर्नु, अब यहाँनिर हेर्नु त फरक फरक कलरको चारवटा भाँडा राखिदिएको छ है, डस्टबिन राखिदिएको छ। अब हेर्नु यहाँनिर, अब हेर्नु त इल्बनमा के भनेको छ भने, अब हेर्नु इल्बनमा उम्सिगमुल सुरेगी भनेको छ खानेकुराको फोहोर है। कि त खानेकुरा राख्ने भाँडामा फाल्नुपर्छ कि खानेकुराको फोहोर राख्ने त्यो प्लास्टिकको झोलामा राख्नुपर्छ, यो चाहिँ छुट्टा छुट्टै देखाएको छ है। इल्बान सुरेगी भनेको छ साधारण फोहोर, जुन हाम्रो हुन्छ कागजको टुक्राहरू इत्यादि साधारण फोहोरको रूपमा आउँछ है। अब हेर्नु, छेवार्यङ फुम सुरेगी भनेको छे भनेको पुनः, वार्यङ भनेको परेको है, फुम भनेको सामानको के हो फोहोर, पुनः परेको सामानको फोहोर भन्नु अझै पुनः परेको फोहोर है। यहाँ पुनः प्रयोग गर्ने जस्तै यहाँ बोतलहरू, अनि सिसाको बोतल, अनि त्यहाँबाट प्लास्टिक, फिनिल, अनि यो अलग अलग है छोङ्गी, यसरी के गरेको छ छुट्टा छुट्टै भाँडा राखेको छ। अब हेर्नु यहाँनिर यो चाहिँ के हुन्छ, बेस्ट एन्सर पुनः परेको के हो फोहोर। हन ओत भनेको छ पुरानो कपडा नभएर यो चाहिँ छेवारिङ फुम सुरेगी है। अब हेर्नु यसै गरी अब हामी जान्छौँ इबनमा हेर्नु है त। सबैभन्दा पहिले चित्र हेर्नु है, यहाँ दुई ठाउँमा के छ, रेमिकोन दिएको छ है, कङ्क्रिट मिक्स गर्ने मेसिन है, मिक्स गर्ने गाडी। अब हेर्नु खुरेइद भनेको ग्रेडर, जुन हेर्नु त बाटोलाई मिलाएर काटछाँट गर्ने सम्म बनाउने। अब हेर्नु यहाँनिर के अरे ग्रेडर भनेर भनिन्छ। अब हेर्नु के भनेको छ भने, वनवालहान खोङ्क्रिथु खङ्गुभेयो भनेको छ सजिलो गरी के गर्छ कङ्क्रिट आपूर्ति गर्छ, यो त हुँदै होइन है। अब हेर्नु होनाप्थेन खोङ्क्रिथुरुल खङ्गुभेयो भनेको छ मिक्स भएको कङ्क्रिट आपूर्ति गर्छ भनेको यो पनि होइन। अब हेर्नु खुरेइदरले ग्रेडरको यहाँनिर बिलेट हुन्छ। थोरोरुल खोरुगे है। अब हेर्नु त बाटोलाई मिलाएर है, फेङफेङ आगे हेयो है, के अरे सम्म गरी गर्छ भनेको छ है। अब हेर्नु त बाटोलाई के गर्छ मिलाएर है, अब के गर्छ सम्म गरी समथल गराउँछ भनेको है, यो चाहिँ एन्सर छङ्दाबुन साम्बन। खङ्क्रिथुरुल थाज्यो भनेको छ कङ्क्रिटलाई खदिलो बनाउँछ भनेको छ, त्यो चाहिँ होइन है। त्यसैले हेर्नु त छङ्दाबुन साम्बन निदा। यसै गरी अब हामी जान्छौँ साम्बनमा हेर्नु त। अब हेर्नु है, फिनखाने थुरखाल खाली ठाउँ भित्र जाने, खाजाङ आल्माजुन गसुल खोरुसिप्सियो सबैभन्दा मिल्ने कुरालाई छान्नुहोस् भनेको है। यहाँनिर हेर्नु त यो स्टिम गरेको देखाएको छ है, ममा स्टिम गरेको। साम्दा भनेको छ है, साम्दा भनेको के गर्नु हो, उसिन्नु हो है, उसिन्नु जस्तै अन्डा उसिन्नु, सक्खरखण्डहरू। चिदा भनेको छ नि, चिदा भन्यो भने स्टिम गर्नु चित्रमा देखाए जस्तै। फोक्ता भनेको भुट्नु हो, काक्ता भनेको तास्नु है। अब हेर्नु त तास्नु काट्नु हुन्छ, त्यसैले यसको एन्सर हुन्छ 2 नम्बर। अब हामी यसै गरी जान्छौँ थाउम खुरुलिलको मुरुमे थाफा सिप्सियो दिएको हपलाई पढेर सोधेकोमा जवाफ दिनुहोस् भनेर यहाँ दिएको छ। अब हेर्नु थाउमजुङ मिचुलछिन भुबुनी दिएको मध्ये अन्डरलाइन गरेको भाग मान्दन मुन्साङ्गुल खोरुसिप्सियो मिल्ने वाक्यलाई छान्नुहोस् भन्यो है। अब हेर्नु यहाँनिर हेर्नु अब के भनेको छ भने, अब हेर्नु है यसमा है इल्बनमा अनुल छागबुन पाल्ली कन्नान्न फेनियो भनेको छ। आज काम चाहिँ छिट्टै सका। अब हेर्नु त कुन्नान्नुन कहाँनिर गलत भयो भने कुन्नान्नुन नभएर कुन्नान हुनुपर्ने थियो, ठिक हुनलाई के हुनुपर्ने थियो कुन्नान हुनुपर्ने थियो, कुन्नान फेनियो हुनुपर्ने थियो, कुन्नान्नुन भनेर यो गलत छ। थासल हेत्तागा खाप्चागी फिगा वास है। अब हेर्नु त खनाएपछि भन्ने अर्थ हो। हेर्नु त खाप्चाकी फिगा वास अकस्मात पानी परेर छागबुल छुङदान है, यस अयो है, यो अङ भएछ छुङदान काम चाहिँ स्टप गरे भनेको छ। यहाँ हेत्तागा नभएर के हुनुपर्ने थियो भने हादागा भएको भए के हुन्थ्यो, बेस्ट हुन्थ्यो, मिल्थ्यो है, त्यही भएर यो के छ गलत छ। अब अर्को कुरा के छ भने, अब हेर्नु छेगा छेगोरुल फा खामेन्स गरायो है, मैले अब चेक जाँच गर्दै है। अब हेर्नु आगुङ सिगा मुल्कनुल ओम्ग्यायो, अम्ग्यायो नभएर के हो ओम्ग्यायो है। यहाँनिर हेर्नु त ओम्ग्यायो हो, ओम्ग्यायो यो चाहिँ अन्डरलाइन गरेकोलाई फोकस गर्नु होला, त्यो चाहिँ हेर्नु त थोरै त्यो ओम्ग्यायो हो। अब हेर्नु त्यो पनि के छ भने यहाँनिर यो फा आ कामेन्स भनेको यो बुककै हो, मैले बुकको भए तापनि हजुरहरूलाई यो अलिकति फरक किसिमको भएको भएर यसलाई चाहिँ अलिकति डिस्क्राइब गर्न खोजिरहेको छु। यहाँ हेर्नु त छेगा छेगोरुल फा कानुन थोङ्गान भन्नुपर्ने थियो
है। मैले स्टक चेक जाँच गर्ने अवधिसम्म नुन थोङ्गान राखेको भए बेस्ट हुन्थ्यो, मेन सब मिल्दैन है। अब त्यसैले यो पनि के छ, गलत छ है। यो अम्ग्यायो लेखेको होइन, लेखेको चाहिँ ओम ग्यायो है, ओम ग्यायो लेखे हो, अम भएछ है। अब हेर्नु, होइगुकिन थुङ्नक चुङ्गुल इर बरिद रादो है। इर बरिदा भनेको हराउनु हो, इर बरिद रादो भनेको हराए तापनि थासी फाल्गु फादुल्सु सय फेरि जारी लिन सकिन्छ। अब यो इर बरिदालाई हेर्नु त, यो अन्डरलाइन गरेको भागलाई फोकस गर्नुपर्छ। यसलाई हेर्नु त, इर बरिद रादो भनेको है हराए तापनि फेरि जारी पाउन सकिन्छ, जारी गरेर लिन सकिन्छ भन्न खोजेको यो कुरो चाहिँ के छ भने यो चाहिँ बेस्ट छ है। त्यसैले हेर्नु त छङ्दाबुन साबनिम्निदा, यसलाई एकदम ख्याल गर्नु होला है। यो बुकमा हो अलिकति यस्तो टाइपको क्वेसन ग्रामरलाई फोकस गरेको पनि हुन्छ है। अब हेर्नु जाउँ, यसै गरी हामी जान्छौँ ओबनमा है। अब हेर्नु जाउँ ओबनमा, हेरौँ है त ओबनमा के छ। अब हेर्नु, ए सारामी सानुन गोसुन अदिम्नि कहाँ भन्यो है, यो मानिस बसोबास गर्ने ठाउँ चाहिँ कहाँ हो भन्यो। अब हेर्नु, यो हेर्नु त, छादोङछा हुन्जनमेन हजुङ भनेको गाडी लाइसेन्स है। अब गाडीको ड्राइभिङ लाइसेन्स हो, यो नम्बर भयो है। अब हेर्नु, फाकुन्जु भनेर हेर्नु, फाकुन्जु भनेको यो नाम हो। अब हेर्नु, यो मान्छे बसोबास गर्ने ठाउँ चाहिएको छ हामीलाई, हेर्नु त यहाँ नम्बरहरू दिएको छ। यो चाहिँ के हो, फाकुन्जु भनेर यसरी नम्बर दियो। खेङसादो खोयाङ्गुन फतकोतलो। अब हेर्नु, इबेक सामसिप्सा छाक्सङ खम्सा भनेको, छाक्सङ खम्सा भनेको छ। अब हेर्नु त, भर्दाखेरिको चेक जाँचको के हो, अवधि है। अब हेर्नु त, अब इ छन् इसिप सानेन ओवल इसिप फारिल बुथ है। अब हेर्नु त, इ छन् सामसिप युनियन इवल। अब हेर्नु त, यो हेर्नु त, इसिप फारिल भनेको यो भ्यालिडिटी पिरियड हो, 2024 देखि 32 यसरी दिएको छ। अब हेर्नु, यहाँनिर इ छन् इसिप न्यान। अब हेर्नु त, यो इ छन् इसिप, यो हेर्नु त इसिप हो, इसिपको यसरी दिएको छ है यहाँनिर हेर्नु। अब हामीलाई यो नम्बरहरूसँग यो भ्यालिडिटी पिरियडसँग भन्दा पनि केसँग हेर्नु त, यो मान्छे बसोबास गर्ने ठाउँ कहाँ हो भन्यो। सौल छिबाङ। अब यो सौल छिबाङ खेङछाल छजाङ भनेको छ, सौलको क्षेत्रीय प्रहरी प्रमुख भनेर यहाँ दिएको छ। यो चाहिँ यो कहाँबाट के गरेको भने यो लाइसेन्स निकाल्ने अथवा लाइसेन्सको तल लेखेको छ, तर यसको एड्रेस भनेको कहाँनिर हो, यहाँनिर हो है। अब त्यही भएर यो मान्छे बसोबास गर्ने ठाउँ हेर्नु, फाकुन्जु इम्निदा भनेको छ, फाकुन्जु भनेको यो नाम हो। छादोङ इम्निदा भनेको छ, छादोङ भनेको हेर्नु त, छादोङ भनेको अब मिनिङ खोज्ने भने के हुन्छ, छादोङ भनेको के अरे, छादोङ मात्रै भनेको छ, छादोङ भनेको अटोमेटिक भन्न खोजेको हो। छादोङसँग छा भन्यो भने हुन्थ्यो, यो छादोङ भनेर यहाँबाट निकालेको कुरा हो। यो छादोङ र सुदोङको मिनिङ हेर्ने हो भने छादोङ भनेको के हो, अटोमेटिक हुन्छ है। सुदोङ भन्यो भने फेरि मेनुअल भन्ने हुन्छ है, छादोङ सुदोङ त्यो पनि होइन। खेङसादो इम्निदा भनेको यो एड्रेसबाट निकालेको यो खेङसादो भन्ने है, यो 8 उसमा हेर्नु त खेङसादोमा हो। सौल इम्निदा भनेको सौल चाहिँ यो चाहिँ यसले लाइसेन्सको यो के अरे सौलको क्षेत्रीय प्रहरी प्रमुख भनेर भनेको, यो चाहिँ प्रहरी कार्यालयतिरको कुरा हो। त्यही भएर हेर्नु त, यो चाहिँ बसोबास गर्ने ठाउँ चाहिँ कहाँ हो, खेङसादो इम्निदा भनेको छ, छङ्दाबुन साम्बन इम्निदा। यसै गरी अब हामी जान्छौँ युक एस खुबन। फिनखाने थुरखाल खाजाङ आल्माजुन गसुल खोरुसिप्सियो, खाली ठाउँ भित्र जाने सबैभन्दा मिल्ने कुरालाई छान्नुहोस्। छन् म चाहिँ छुकुरुल छाजु हाकिते मुन्ने है। अब हेर्नु त, फुटबल प्राय खेल्ने भएको कारणले उन्दोङ वारुल सार है स्पोर्ट्स सुज किन्न फेक्वा जमे खान्दे है डिपार्टमेन्ट स्टोरमा गएको थिएँ। उन्दोङ वागा है स्पोर्ट्स सुज फिक्सा छ मोत्सा सुम्निदा भनेको छ, महँगो भएर किन्न सकिन भन्यो है। खबी भनेको के हो, लगभग अथवा झन्डै भन्ने अर्थ लाग्छ। इमी भनेको अलरेडी पहिल्यै टोटल्ली पूर्ण रूपमा काम भएको छ भने। छोगुम भनेको अलिकति है। अब हेर्नु त, नमु भनेको ज्यादै। अब हेर्नु त, एन्सर के हुने भयो, हेर्नु त एन्सर के होला, हेर्नु छङ्दाबुन साबन, ज्यादै महँगो भएर भन्ने अर्थ लाग्छ। त्यसैले हेर्नु त छङ्दाबुन साबन। यसै गरी अब हामी जान्छौँ छिलमनमा। खुल्लोजादिरन कामदारहरू चाहिँ इल्ने एक वर्षमा हानबन्सिक एकपटकको दरले ममुई भनेको अब शरीरको। अब हेर्नु खनगाङ साङथेरुल भनेको छ है स्वास्थ्य अवस्था खम्सा हानुन चेक जाँच गर्ने खनगाङ खम्जिनुल फादाया है स्वास्थ्य चेक जाँच लिनु फादाया आम्निदा भनेर लिनुपर्छ। सावै जकुरो भनेको सामाजिक रूपमा भनेको। खुङजङ जकुरो भनेको सकारात्मक रूपमा है। फुजङ जक
उरो भनेको नकारात्मक नेगेटिभ रूपमा, छङ्गी जकुरो भनेको नियमित रूपमा भन्न खोजेको छ। छङ्दाबुन साबनिम्निदा छङ्गी जकुरो नियमित रूपमा स्वास्थ्यको अवस्था चेक जाँच गर्ने, स्वास्थ्यको चेक जाँच लिनुपर्छ भनेर भनेको है। अब हेर्नु यो चाहिँ फाइनलमा आएको क्वेसन हो, ध्यान दिनु होला है। अब हेर्नु छमसिम सिकाने दिउँसोको खाना खाने समयमा फाबुल मङ्नुन सारामी भात खाने मानिस साम्बेक मेङ्गी है। अब हेर्नु त 300 जना भनेको है। अब हेर्नु त ते मुन्ने भएको कारणले आज मनिनुन आज फापुम्निदा अन्टी चाहिँ ज्यादै व्यस्त हुनुहुन्छ, भान्से अन्टीको कुरा हो। नाम्गी ते मुन्ने भने बाँकी रहेको कारणले, नाम्दा भनेको बाँकी हुनु हो, नम्दा भनेको के हो बढी हुनु, नम्गी ते मुन्ने बढी भएको 300 जना भन्दा बढी भएको कारणले हुन्छ। मान्नागी ते मुन्ने भेटेको कारणले, छुगी ते मुन्ने दिएको कारणले भन्ने हुन्छ। त्यसैले नम्गी ते मुन्ने नम्दा र नाम्दामा झुक्किन होला, छोप्ता छप्ता अनि त्यहाँ के अरे त्यसपछि फेरि हजुरहरू यो नम्दा नाम्दा यिनी कुरामा धेरै तपाईहरु अलिकति हतोत्साहित हुनुभयो भने झुक्किन सक्नुहुन्छ, एकदमै ध्यान दिनु होला। यसै गरी अब हामी जान्छौँ खुबनमा। अब हेर्नु छ म चाहिँ छोदुङ आक्यो है। अब हेर्नु प्राथमिक विद्यालयको युगाग्नेन भनेको 6 क्लासको हाक्सेङ्गीको विद्यार्थी भएर नाइनन उमेर चाहिँ है। यल सेसार हिम्निदा है 13 वर्ष हो। छनन छिक्किरल म चाहिँ फुटबल डट छोआएछ मन परेर। अब इल हाग्नेन ते बुथ भनेको छ 1 क्लासमा हुने बेलादेखि छुक्कुरु लागि सिजा खेसुम्निदा फुटबल खेल्न सुरु गरेको थिएँ। मिरी भनेको के हो अगाबै भन्दाखेरि के हुन्छ अगाडि भन्न खोजेको। फल्छ भनेको अलरेडी काम सकिएको पछि थाहा भएको है। अब हेर्नु दोस्रो पक्षलाई के हुन्छ भने काम अलरेडी सकिसकेको छ, आफूले सोचे भन्दा काम पहिल्यै सकिएको छ भने फल्छ लाग्छ है। एकदम ध्यान दिनु होला। मिरी भनेको हेर्नु त काम पूर्ण रूपमा सकिएको छ भने इमी लाग्छ, र काम चाहिँ पूर्ण रूपमा सकिएको छैन भने त्यतिखेर के अरे अथवा के अरे अलिकति काम बाँकी छ, सूचनामूलक कुराहरू छ, केही भन्न लागेको छ भने त्यतिखेर मिरी हुन्छ। फल्छ भनेको आफूले सोचे भन्दा काम पहिल्यै भ्यायो। जस्तै साथीलाई बिहा गरेको बारेमा सोधिदियो, बिहा गर्नुभयो तर उसले चाहिँ के भन्नु पर्यो, फल्छ यस पहिले गरे है। तर सोध्ने मान्छेले सोचे भन्दा पहिल्यै काम भइसक्यो, तारी हाना इसय भन्ला छोरी एउटा छ भनेर त्यस्तो कन्डिसनमा फल्छ हुन्छ। मुछक भनेको ज्यादै है। अब ज्यादै एकदमै भनेको मुछक भनेको। मिछाक भनेको है थोछाक भनेको आइपुग्नु है। थोछाक आधा भनेको है आइपुग्नु हो। मिछाक भनेको फेरि आइ नपुग्नु है, त्यो हो। त्यही भएर हेर्नु त त्यो थोछाकको अपोजिट चाहिँ के हुन्छ, मिछाक हुन्छ है। त्यही भएर हेर्नु त छङ्दाबुन साम्बनिम्निदा। अब हामी यसै गरी जान्छौँ सिब्बनमा। सिब्बन चाहिँ फोसे हो। अब हेर्नु त यो पढौँ पहिल्यै। थाउम खुरुलिलको दिएको हरफलाई पढेर नेउङ्गा खात्तिन गसल खुरुसिप्सियो विषयसँग उस्तै कुरालाई छान्नुहोस् भन्यो। उनेङ एस ब्याङ्कमा वयुकिन खोगेगुल उयान विदेशी ग्राहकको लागि माछुम सबिसुगा मिल्ने सेवा नुरनागो इसुम्निदा वृद्धि भइरहेको छ। नुरनादा नुल्दा है, नुर खादा छुङ्गा हादा सबै वृद्धि हुनु हो। नुरनागो इसुम्निदा खुङ्ने एस छिकचाङ सेङ्वारुल हामेन्स राष्ट्रभित्र कार्यस्थलको जीवनयापन गर्दै वल्गोबुल खोयाङरो तलब गाउँतिर सङ्गुमानन भनेको रेमिट्यान्स गर्ने पठाउने। वेकिन क्लोजादुरुल भुए विदेशी कामदारको लागि सङ्गुम सुसुरेरुल है रेमिट्यान्सको शुल्क हारिने झुगिदोहागो डिस्काउन्ट गरिदिने पनि गरेर फोथोङ हारु छङ्दो प्राय 1 दिन जति खल्लिनुन लाग्ने। हेवे सङ्गुमुल देश बाहिरको रेमिट्यान्सलाई सिब्बुनुरो छुरिन भनेको छ 10 मिनेटमा घटाएर। हेवे सङ्गुम सबिसुरुल देश बाहिरको रेमिट्यान्स सेवा चेखोङ हागिदो हाम्निदा उपलब्ध गराउने पनि गर्दछ। खुरिगो अनि उल्सानिना खजे छियकदुङ उल्सान अथवा खजे क्षेत्र इत्यादि भनेको यो दुईटा ठाउँको नाम हो है। वेकिन खुल्लो जग्गा विदेशी कामदार मानिसानन धेरै बसोबास गर्ने चियकुल क्षेत्रलाई छुङसिमुरो केन्द्रित गरेर वेकिन छन्योङ विदेशीले प्रयोग गर्ने साङदाम छाङ्गिरुल परामर्शको काउन्टर सल्सिहान जडान गरेको है। उनेङ्दो इसुम्निदा परामर्शको के हो काउन्टर जडान गरेको ब्याङ्क पनि छन्। तोहान त्यसै गरी यदल गे होइगुग रुल छिवनहानन 8वटा विदेशी भाषा सहायता गर्ने हेन्गुम इन्सुल्गिरुल सल्चियागो है एटिएम मेसिन जडान गरेर सुमुल नेसिगान 24 घण्टा अनलाइन हिवे सङ्गुमगा है अनलाइन देशबाहिरको रेमिट्यान्स र वेगुको साङदाम सबिसुदो विदेशी परामर्श सेवा पनि सिल्सियागो इसुम्निदा लागू गरिरहेको छ। त्यसै गरी फेङ्गिरे काम गर्ने दिनमा उनेङे खागी हिमदुन
ब्याङ्कमा जान गाह्रो भएका वेकिन खोगेकुल विए विदेशी ग्राहकको लागि इरो इरे यङ्गाबुल हानुन उन्याङ्दो है। अब हेर्नु त आइतबार व्यवसाय गर्ने ब्याङ्क पनि यहाँ हेर्नु त थोरै ढाकिएको रहेछ। इस्सुम्निदा है, इस्सुम्निदा भनेको छन्, आइतबारमा व्यवसाय गर्ने ब्याङ्क पनि छन् भन्न खोजे हो। अब हामी जान्छौँ अप्सनतिर हेर्नु है, अप्सनतिर लागौँ। अप्सनतिर के भनेको छ अब हेर्नु है त, इल्बनमा भन्छ, इल्बनमा के भनेको छ हेर्नु। 요즘은 한국에서 외국으로 송금 보낼 때 आजभोलि कोरियाबाट विदेशतर्फ है रेमिट्यान्स पठाउने बेला सिगानी ओरे खल्लिम्निदा, लामो समय लाग्छ भन्छ। होइन, उल्सान खुरीको खजेदोए, उल्सान र अनि खजेदोमा वेकिन खुल्लो जग्गा मानसुम्निदा, विदेशी कामदार धेरै छन्, एकदमै ठिक हो है। अब हेर्नु छन्बु थाहा भनेको सबै वेगुक छिवा नानुन, विदेशी भाषा सहायता गर्ने हेन्कुम इन्सुल गिरुल सल्छियाम्निदा है। अब हेर्नु त एटिएम मेसिन जडान गर्छ हो र सबै त गर्दैन। सोङ्गु मारेम्यन उनेङ्गे खायाम्निदा भनेको छ। अब हेर्नु त पैसा पठाउने हो भने ब्याङ्कमा जानुपर्छ भनेर भनेको छ। ब्याङ्कमा जानै पर्छ भन्ने छ र त्यहाँ माथि हेर्नु त ब्याङ्कमा जान के अरे अब गाह्रो भएकालाई आइतबार खोल्ने पनि भनेको छ। ब्याङ्कमै जानुपर्छ भन्ने किन छैन भने अब एटिएमबाट अब उसबाट पनि गर्न सकिने भएको कारणले है। अब हेर्नु त अब हेर्नु त्यसैले यो नम्बर एन्सर चाहिँ कति हुन्छ, 2 नम्बर हुन्छ है। अब हामी लाग्छौँ यसै गरी सिभिल वनमा। सिभिल वनमा हेर्नु त सिभिल वनसम्म फस्यो हेर्नु त इफ्युजिनुन मुसुन्तु सिम्निका भनेको छ। यो चिन्हको के अर्थ हो? आन्छन छेल भनेको छ सुरक्षा, फर्स्ट अफ अल सुरक्षा भन्यो है। अब हेर्नु खोङसाजुङ भनेको छ है निर्माण भइरहेको भनेर है। थोङेङ्गे फुलफेनुल थुर्य है हिडाइमा के होला बाधा दिएकोमा थेदानी छुइसुङाम्दा एकदमै के हुन्छ माफ गर्नुहोस् भनेर भनेको छ। हेन्जाङ सोजाङ भनेको छ त्यो साइड प्रमुख भनेर भनेको है, हेन्जाङ सोजाङ भनेर भनेको। अब हेर्नु मोजारुल फानुन गोत भनेको छ टोपी बेच्ने ठाउँ होइन। खोङसारुल हानुन गोत भनेको छ है निर्माण गर्ने ठाउँ हो एक्ज्याक्टली। छारुल सेउनुन गोत भनेको छ गाडी रोक्ने ठाउँ होइन। मुलगनुल मान्दुनुन गोत सामान बनाउने ठाउँ भनेको छ। हेर्नु है छङदाबुन इबनेम्निदा। अब हामी यहाँ जान्छौँ सिप इभनमा है। यो हजुरहरूको प्र्याक्टिसको लागि यति धेरै चाहिँ आउँदैन, यो 1 2 3 3टासम्म आउने हो। तर हजुरहरूलाई जुनसुकै आए पनि हजुरहरूलाई प्र्याक्टिसको लागि चाहिँ यो राखे हो। थाम थानवा ख्वान्गे इन्नुन गसुन मुहसिम्निका दिएको शब्दसँग सम्बन्धित भएको कुरा चाहिँ के हो भन्यो। ओ खोकफाप भनेको 5वटा अन्नबालीको हुन्छ नि भात है। अनि फुरम भनेको है फुटाएर खाने कुरा जसलाई फुरम भनिन्छ। बोक्रा कडा भएकोलाई खेनग्वारी भनेको फलफुलको गुदी। ताङखोङ भनेको बदाम। खेनग्वारी भनेको फलफुलको भित्रको गुदी। फुसुरम भनेको चिलाउने, शरीर छाला चिलाउने। सेहे छत फोरुम दाल भनेको नयाँ वर्षको पहिलो पूर्णिमाको चन्द्रमा। यो सबै कुरा केलाई प्रतिनिधित्व गर्छ? छङ्वल्थे फोरुम भनेको हेर्नु त नयाँ वर्षको पहिलो पूर्णिमा है। यसको बारेमा यी कुराहरू देख्नुभयो भने योसँग रिलेटेड। सलनाल भनेको तकगुग युन्नरी होइन। अनि सेबेदोन यिनी कुराहरू आउँछ। छुसक भनेको खानेकुरा। सोङफेनका कुराहरू आउँछन्। खेरोन भनेको अरू कुराहरू आउँछ। त्यसैले यो चाहिँ केसँग रिलेटेड हो? छङ्वल्थे फोरुम हो है। अब ध्यान दिनु होला। अब हामी लाग्छौँ सिप साम्बनमा। अब हेर्नु त थाम खुरेफुए थेहान है दिएको ग्राफको बारेमा। अब हेर्नु सल्मिङ र मान्दन गसन मुहसिम्निका बडनतर्फ मिल्ने कुरा के हो भनेको छ। अब यहाँनिर हेर्नु है थियान मिन्गुक छङ्बुगा गणतन्त्र कोरियाको सरकारले येसानी भनेको बजेट, छिचुलानुन भनेको लगानी गर्ने, फुनिया भनेको क्षेत्र है। बजेट लगानी गर्ने के रहेछ क्षेत्र भनेर देखाएको छ है। बजेट केमा लगानी गर्छ, कति लगानी गर्छ त्यसको बारेमा छ है। अब हेर्नु सबैभन्दा धेरै फोगन फोक्चीमा आइछ। स्वास्थ्य के रहेछ? स्वास्थ्य र कल्याणमा 32%। त्यसपछि खेङ्जे अर्थतन्त्रमा 18%। त्यसपछि खेयुग तालिमहरूमा कति 22% र खिथा सिप्फालफुरो भनेर यसरी दिएको छ। खिथा फुन्या बोदा अन्य क्षेत्रभन्दा खेयुग येसानी भनेको छ तालिमको बजेट छक्सुम्निदा अझै कम छ भनेको छ। अरूभन्दा हेर्नु त खिथाभन्दा अझै कम छ र छैन है। अब हेर्नु खेङ्जेनुन थुबन्चेरो मानुन थुजा आनुन फुन्या हिम्निदा है। अर्थतन्त्र चाहिँ दोस्रो धेरै, थुजा आनुन भनेको लगानी गर्ने, फुन्या हिम्निदा भनेको क्षेत्र हो। एक्ज्याक्टली हो हेर्नु त खेङ्जे पहिला फोगन फोक्ची हो अनि दोस्रो चाहिँ खेङ्जे हो। 2 नम्बरको ठिक छ। खेयुगुन फोगन फोक्ची बोदा तालिम चाहिँ अब हेर्नु त फोगन फोक्ची बोदा स्वास्थ्य र कल्याण भन्दा
छुङ्ग्यो आगे सेङ्गा काम्निदा अझै महत्त्व गरी सोच्छ हो र सोचेको छैन किनकि कम छ बजेट फोगन फोक्चिनन् है स्वास्थ्य अब कल्याण चाहिँ छलफानी नम्नुन गसुरो भनेको गसुरो है आधीभन्दा बढी कुरातर्फ खाजाङ नसुम्निदा सबैभन्दा उच्च छ भनेको छ आधीभन्दा बढी छैन आधीभन्दा 50 भन्दा माथि भयो भने आधीभन्दा बढी भन्न मिल्छ त्यही भएर त्यो चाहिँ होइन हेर्नु त छङ्दाबन इभनिम्निदा अब हामी यसै गरी जान्छौँ सिप साबन सम्फोसे हो अब हेर्नु याङसिकचाङ भनेको छ याङसिकचाङ भनेको कृत्रिम रूपमा माछा पाल्ने ठाउँ है माछा फर्म हो यो चाहिँ कस्तो भने भनेको चाहिँ हामीले भनेको माछा समाउनेसँग रिलेटेड हो यो पनि जान्नु होला है प्राकृतिक स्रोतहरूबाट माछा चाहिँ हामीले लिने हो भने याङसिक भनेको के भने माछा पालन गर्ने जस्तै पोखरी बनाएर है नजिक त्यसरी गर्ने हो अब हेर्नु खुल्लो जग्गा इल हानुन गोसिए हो कामदारले काम गर्ने ठाउँ हो है केही कुरा त मिल्छ है कामदारले काम त गर्छ है अब मुल्खोगिरुल खिरुनुन गोसिए हो एक्ज्याक्टली है माछा आइटमहरू यो मुल्खोगी भनेको माछा मात्रै नभएर सम्बन्धित पानीमा जे गङ्गटा सबै मासुको आइटमहरू हुर्काउने ठाउँ हो हाक्सेङ्गी खोङ्बु आनुन गोसिए हो विद्यार्थीले अध्ययन गर्ने ठाउँ होइन वान्जाका छिरियो फान्नुन गोसिए हो बिरामीले उपचार पाउने ठाउँ हो भन्छ छङ्दाबुन इभनिम्निदा अब हामी यसै गरी जान्छौँ एकदमै हेर्नु छोटो उसमा भए पनि तपाईँलाई धेरै हेर्नु सोङफेनुल मान्दुल्दा भने राइस केक बनाउनु है एक किसिमको तक नै हो है अब येरुम युगा भनेको गर्मी बिदामा होइन सेङ्गिल खेइखु भनेको जन्मदिनको केकमा पनि होइन छुसक उम्सिक भनेको छुसकको खानामा है छुसक उम्सिक भनेको छ खुरिसिमासु सन्मुल भनेको क्रिसमसको उपहार पनि होइन यो छुसकको के हो खाना हो छुसकको थेफे जकिन है मुख्य खाना चाहिँ के हो अब हेर्नु त के छ सोङफेन अब हामी यसै गरी जान्छौँ सिप युगवनमा यहाँनिर हेर्नु है त इन्टरनेट अब हेर्नु थाउम सल्मेङ्गुरो आल्माजुन अभिरुल खोरुसिप्सियो दिएको वर्णनतर्फ मिल्ने शब्दलाई छान्नुहोस् इन्टरनेट साइट हो यसो इन्टरनेट साइटबाट खुरुल इल्गना है साइटमाबाट नभनेर मा हरफ याना कि पोस्ट भनिन्छ हामीले पढ्ने अथवा सुगी उये लेख्नको लागि मन्ज हेया हानन ख्वाजङ इम्निदा है पहिल्यै गर्नुपर्ने यो ख्वाजङ भनेको प्रक्रिया हो इरुम नाम आइडी भयो फिमेल बनो पासपोर्ट नम्बर दुङ्गुल इत्यादि इम्न्य खाय भनेको छ इम्न्य खाय भनेको अब हेर्नु त इम्न्य खाय भनेको इनपुट गरेर हेर्नु त खेजङ्गुल मान्दुरया हमनिदा खेजङ भनेको के हो खाता भन्नाले फेरि ब्याङ्कको खाता होइन है खाता बनाउनु पर्छ भनेर भनेको है अब यो इनपुट गरेर खाता बनाउनु पर्छ यो लगआउट हो र लगआउट गर्ने होइन वेवन खाइ भनेको अब वेवन खाइ भनेको के गर्नु सदस्य दर्ता गर्नु है यो चाहिँ के गर्ने सदस्य दर्ता गर्नु नै हो है अब हेर्नु छजाङ भनेको सेभ गर्नु है छजाङ आधा अथवा फोगवान आधा भनेको भण्डारण गर्नु तर यो इन्टरनेटको कन्डिसनमा फेरि हामीले सेभ गरिन्छ नि डाउनलोड गरेर है त्यसलाई छजाङ आधा भण्डारण गर्नु भने हो थेत्कुल भनेको कमेन्ट हो थेत्कुल भनेको के हो कमेन्ट के तल कमेन्ट जुडाइन्छ त्यसलाई थेत्कुरुल थाल्दा भन्छ है अब हेर्नु थेत्कुल भनेको कमेन्ट हो छङ्दाबुन इभनिम्निदा यसै गरी अब हामी जान्छौँ सिपछिल्मनमा हेर्नु त 17 नम्बरमा यी खुरुन मुहसे थ्यान खुरिन्जी खोरुसिप्सियो है अब हेर्नु त यो हरफ चाहिँ के को बारेमा हरफ हो छान्नुहोस् छेका छिनान जुए मैले गत हप्तामा खोङजाङ आप भनेको के अरे कम्पनी अगाडि वल्नुमुरो इसारुल हे सुम्निदा वल्नुमतर्फ बसाइ सरेको छु खुरेछ त्यसैले इभन थोयोरे यो पटक शनिबार एर बुन्दुल्के यहाँ धेरै व्यक्तिहरूलाई सेछुबुल फोयजुगो सिप्सुम्निदा नयाँ घर देखाउन चाहन्छु खाची उम्सिक दोमक्को सँगै खाना पनि खाएर यागी हारेको हाम्निदा कुराकानी गर्ने विचार छ यसले ईसा मात्रै गर्यो र ईसा त गरिसक्यो वैशिक भनेको बाहिर गएर खाने खाना छिपदुरी भनेको के हो घर पैँचो है किनकि नयाँ घरमा बसाइ सर अनि मान्छे बोलाएर खाना खुवाउँछु भन्छ देखाउँछु घर भन्छ त्यो चाहिँ केसँग रिलेटेड छिपदुरी है अब हेर्नु थानाप थियो भनेको सामूहिक प्रोग्राम हो है त्यसैले हेर्नु त छङ्दाबन सामान्यनिदा यसै गरी अब ढिला नगरी जान्छौँ सिप फाल्बनमा हेर्नु त थाउम याकफोङ थुए थ्यान दिएको
है औषधिको झोलाको बारेमा, औषधिको झोला बाहिर यस्तो लेखा हुन्छ कोरियामा है, त्यो खाम जस्तो टाइपको, चिठीको खाम जस्तो अलि ठुलो टाइपको त्यस्तो झोलामा औषधि दिन्छ है कोरियामा, बाहिर यस्तो लेखा हुन्छ। सल्मेङ्गरो मान्दन गसल खोरुसिप्सियो बढनतर्फ मिल्ने कुरालाई छान्नुहोस्। नेबोग्याक भनेको है सेवन गर्ने यो औषधि, खाने औषधि हो भित्री विभागको। किमगिथे थे खुइहा भने किमगिथे जीको लागि है। अब हेर्नु योङबब भनेको छ, हजुरहरूले प्रयोग गर्ने भन्नुहुन्छ, तर यहाँ के त्यो नभएर फोकयोङ भनेको सेवन गर्ने तरिका। फोकयोङको योङ आयो, फामबबको फेरि के आयो, फामबबको योङबब भनेको के रहेछ, सेवन गर्ने तरिका। हारु एक दिनमा, सामोए 3 पटक, आछिम छन्ने भनेको छ बिहान साँझ, अनि साम इल्बुन भनेको है। अब हेर्नु त अझ एक दिनमा 3 पटक भनेपछि त यहाँ छमछिम पनि अब लेखेको भए बेस्ट हुन्थ्यो, लेखेको छैन तर ठिकै छ। सामिलबुन 3 दिनको लागि। मे सिक्छन् हरेक खाना अघिमा गोलो लाएन, सिक हुमा गोलो लाएपछि खाना पछि। सामसिबुन फोक्योङ भनेको छ 30 मिनट पछि सेवन। इल्वे भने एक पटकमा, इल्फोसिक फोक्योङ भनेको छ एउटा पोकाको दरले खाने। हाम्रोमा कस्तो हुन्छ भने यस्तो 3टा गोलो लगाइदिएको हुन्छ, म धेरैचोटि भने यस्तो पत्तामा यसरी गोलो लगाइदिएको हुन्छ, बिहान दिउँसो साँझ यस्तो यस्तो गरेर नबुझिने डक्टरी अक्षर लेखा हुन्छ। मानम यस्तै हामीसित 5-6वटा औषधि खान पर्यो, कुनै एउटा हुन्छ, कुनै 3टा खाने हुन्छ, उस्तै उस्तै औषधि हुन्छ। बिरामी अलि बुढो उमेरको अलि त्यस्तै छ भने त के हुन्छ, बिचरा झुक्किने सम्भावना हुन्छ। तर यस्तो नहोस् भनेर कोरियाले के गर्छ भने एउटा यस्तो प्याकेट गराइदिएको हुन्छ क्या, जस्तो यो प्याकेट खोलेपछि यो प्याकेटभित्र औषधि एकैपटक खाने, प्याकेटको लहरा गराइदिन्छ। अनि अर्को प्याकेट खोल्यो सबै दिउँसोको त्यतिखेर खाने, त्यस्तो सजिलो गराएको हुन्छ। एक पटकमा एउटा पोकाको दरले खाने भने हो यो। इछन इसिम्न्यान छिरवल युगिल भनेको छ हानगुक याकको कोरियाको औषधि पसल, यो नम्बर दिएको छ है। अब हेर्नु मङ्नुन यागवा फारुनुन यागी सुम्निदा, खाने औषधि र दल्ने औषधि छ भन्छ, दल्ने औषधिको कुरै छैन। नाहुल थोङ्गान भनेको छ 4 दिन अवधिसम्म। मगुल यागी थुर इसुम्निदा, खाने औषधि भित्र छ छैन, 3 दिन हो। साहुल भन्न पर्ने थियो है 3 दिनको लागि। यो होए भनेको एक दिनमा खाने पटक हो, अनि लास्टमा इल्बुन भन्यो भने त्यसको अगाडि कति नम्बर छ, कति छ 1 2 3 4 अब कति दिन हो त्यसको लागि चाहिँ त्यति दिन खाने हो। शिक्षा सामसिबुन हुए याकुल मगया हाम्निदा, खानाको 30 मिनट पछि औषधि खानुपर्छ, ठिक छ। हानगुक याकु के छ छिरवल 7 महिना, छिरिरे 7 गते याकुल सासुम्निदा औषधि किनेको छ हो र होइन 6 गते किनेको छ है। 7 गते भनेको छ गलत छ, एन्सर चाहिँ कति हुन्छ, साम्बन निदा है, साम्बन। अब हामी जान्छौँ ढिला नगरिकन है। अब हेर्नु इखरुन मुहसेथ्यान खुरिम्निका, यो हरफ चाहिँ के को बारेमा हरफ हो। छागपचाङ हेसनुन कार्यस्थलमा चाहिँ हानुन इरे तारा है गर्ने काम अनुसार थायाङ्गान विभिन्न खङ्गुरुल सायङ हाम्निदा औजार प्रयोग हुन्छ। नासारुल छोइगना फुल्ते है। अब स्क्रु कस्ने अथवा केओला खोल्ने बेला सुफेन रेन्ची। छलछारुल कनुल तेनन है, फलामको तार काट्ने बेला चाहिँ फेन्सी पिलास। छनछनुल छारुल तेनन, विद्युतको तार काट्ने बेला चाहिँ निफरुल सायङ हामेन थेम्निदा कटर प्रयोग गरे भने हुन्छ। अब यहाँनिर हेर्नु त छागपचाङ छङ्नी छङ्दोन कार्यस्थलको के हो, व्यवस्थापन के हो र होइन। फिरवान हेर थोगु आवश्यक धेरै के हो, औजार है, यसैको बारेमा हो। खिगे छाक्तोङ फाम्बब मेसिन सञ्चालन गर्ने तरिका पनि होइन। छागपचाङ खल्ली फाम्बब भनेको कार्यस्थल व्यवस्थापन गर्ने अथवा रेखदेख गर्ने तरिका, त्यो नभएर मिल्ने एन्सर के हुन्छ, यी भन्नुहुन्छ। हजुरहरूले सबैभन्दा पहिल्यै धेरै जसोको बानी के हुन्छ भने अब कति नम्बरको मिल्छ के गर्छ भनेर, अनि त्यसपछि के अरे एन्सर भन्दा पनि नमिल्नेलाई पहिल्यै साइड लगाइदिने बानीको विकास गर्नुभयो भने किन मिल्दैन किन मिल्छ ती कुराहरू पनि ध्यान दिनुपर्ने हुन्छ है त। अब हेर्नु यसै गरी अब हामी जान्छौँ इसिपनमा है 20 नम्बरमा हेरौँ। थाम खुरुलिलको नेङ्गा खात्थिन गसुल खोरुसिप्सियो दिएको हरफलाई पढेर विषयसँग उस्तै कुरालाई छान्नुहोस् भने। अब यहाँनिर हेरौँ कोक अनिवार्य, हानबन एकपटक। खाफोको सिफुन गई हेर्न चाहेको के चाहने के हो, सम। छेजुदो एउटा सम भनेको टापु हो, अनि यो छेजुदो भनेको कोरियाको एकदमै फेमस टापु हो है, एकदमै पर्यटकीय स्थल। यहाँ इबाक सामिल है 2 रात 3 दिनसम्म हेर्नु त। इसिप ओमान खुछनवन भनेको 2,59,000 वन। इरिल भनेको 1 दिन, यन्जाङसी भनेको थप गर्ने समयमा, युगमान वन छुगा भनेको छ 60,000 वन चाहिँ थप्नुपर्ने रहेछ 1 दिन थप्यो भने। सुयोइल मोग्योइल छुलबाल्सी है, बुधबार र अनि बिहिबार छुलबाल्सी भनेको प्रस्थान गर्ने समयमा हारिन भनेको डिस्काउन्ट। खोङाङ मित युमेङ खनगाङ जिवा है, एयरपोर्ट र प्रसिद्ध पर्यटकीय स्थल र
सँग खाक्काउन होटेल छेकोङ भनेको नजिकको होटेल चाहिँ उपलब्ध। छोसिक ससिक फुहाम भनेको छ बिहान र साँझको खाना के रहेछ समावेश गरेको रहेछ। छुलबाल इल्जुइल छन्काजी छानेक होइन छानेक वानबुल खानुङ भनेको छ प्रस्थान गर्नुभन्दा 1 हप्ता अघिसम्म रकम चाहिँ फिर्ता लिन सम्भव रहेछ है, बुझाएको पैसा फिर्ता लिन सम्भव रहेछ। अब यसै गरी अब हामी जान्छौँ अप्सन पढ्नतिर लागौँ है त। अब हेर्नु इल्जङ है, अब हेर्नु हारु यन्चाङ हाम्यान है, त्यो कार्यतालिकामा 1 दिन थप गऱ्यो भने शिव मानवन थने आम्निदा भनेको छ है। 1 लाख वन अझै तिर्नुपर्छ होइन, 60,000 वन भनेको छ, त्यही भएर यो गलत भयो। छुलबाल योही रे तारा है, प्रस्थानको बार अनुसार योगुमी थारुल सुदो सुम्निदा है, शुल्क भाडा के गर्न सक्छ, फरक हुन पनि सक्छ। त्यहाँ माथि प्रष्ट भनेको छ, बुधबार र बिहिबारमा प्रस्थान गऱ्यो भने डिस्काउन्ट छ भनेको छ। होथेरुन खोङाङ एस मन गोसे भनेको छ, खाक्काउन गोसे भनेको छ माथि। होटेल चाहिँ एयरपोर्टबाट टाढाको ठाउँमा विचियागो इसिम्दा अवस्थित छ होइन। याकुल छुइसो हासिल खेङ हेनुन् बुकिङ रद्द गर्ने अवस्थामा चाहिँ सुसुरेगा फुग्गा थैम्निदा शुल्क बेहोर्नु पर्छ भन्छ। यो पनि भनेको छैन 1 हप्ता अघिसम्म सम्भव के अरे फिर्ता गर्न सम्भव छ, तर पैसा लाग्छ भनेको चाहिँ छैन है। त्यसैले एन्सर हुन्छ 2 नम्बर। आजको क्वेसन यहाँहरूलाई कस्तो लाग्छ एकदमै राम्रोसँग प्रतिक्रिया दिनु होला। मैले सबै कुराहरू समेटेर यहाँहरूलाई क्वेसन लिएर आउन प्रयास गरेकै छु र टिकटक लाइभमा पनि यहाँहरू 8 बजेर 30 मिनट पछाडि जोडिन सक्नुहुन्छ। यहाँहरूसँग सदा जस्तै यसै गरी नै म दिनको एउटा सेट अनि युट्युब अनि टिकटक विभिन्न सोसल मिडियाहरूबाट आइरहेको छु, समय दिइरहेको छु। अवश्य पनि तपाईँहरूले सपोर्ट गर्नुहुनेछ भन्ने आशा राख्दै तपाईँहरूले पनि सपोर्ट गर्नुभयो भने अझै नयाँ नयाँ तरिकाले है धेरै किसिमका क्वेसनहरू र ग्रामरहरू पनि यहाँहरूको माझमा लिएर आउनेछु। त्यतिन्जेलको लागि बिदा हुन्छु। हस्त खामसाम्निदा नेल फोप्सिदा।